Look guys, really guys. किन आयो तिमीहरु भन त यसै गरी हामीलाई एम्बाजीलाई खेल सञ्चालन गरिदिनु म हार्दिक अनुरोध र आउँदै जाओस् तपाईहरुको हरेक अवस्थामा होस् हरेक अवस्थाबाट तपाईले हेर्ने दृष्टिकोण यो समाजलाई यसै गरी रहियोस् भन्ने हामी कामना गर्न चाहन्छौँ र भर्खरै प्रथम स्थानका लागि खातामा अङ्क छ 3 नम्बर 2 नम्बर 3 2 Go!
कम्ती छ भने आयोजकले चाहिँ घरेलु समर्थकको निकै नै साथ छ यति बेला र सोही अनुरूप खेलको प्रदर्शन पनि चलिरहेछ। सर्भिस जाली सँगै नयाँ गाउँ 4 आयोजक 3 उत्कृष्ट प्रयाससँगै खेललाई बराबरीमा फर्काउन सफल भएको छ। चलिरहेको खेल 4 को बराबरीमा अंक थप्ने क्रममा आयोजक खेल एकदमै रोमाञ्चक र प्रतिस्पर्धा भएको छ र खेललाई अझै रोमाञ्चक गराउनका लागि गगन स्टोरबाट चेकमाथिबाट अट्याक लाइन भन्दा भित्र हान्ने खेलाडीलाई नगद 500 दिने घोषणा गर्नुभएको छ। गगन स्टोरबाट चेकमाथिबाट यदि अट्याक लाइन भित्र हानेमा नगद 500 दिने घोषणा गर्नुभएको छ। गगन स्टोरबाट उहाँलाई धेरै धेरै धन्यवाद। खेलाडीको हौसलाको लागि उहाँले यो पुरस्कार राशि राख्नु भएको छ। र कथाउने क्रममा आयोजक 6 नयाँ गाउँ 5 ये चेक माथि एउटा रेड लाइन हान्नेलाई 500 चप्पै त्यस्तो कहाँ निक्लन्छ नहीं कोही त जोसमा हान्दिन्छन् नि त जोस हो अंक थप्ने क्रममा नयाँ गाउँ खेल 6 को बराबरीमा आयोजकबाट गति हुनु पुग्यो जसको फाइदा नयाँ गाउँलाई। नयाँ गाउँ 7 आयोजक 6 उत्कृष्ट स्पाइक आयोजकको भाइबाट र आयोजकले खेललाई बराबरीमा फर्काउँदै खेल 7 को बराबरीमा। आयोजकलाई चाहिँ घरेलु समर्थकको निकै नै समर्थन हामी देख्न सक्छौँ यति बेला। अहिले अंक थप्ने क्रममा नयाँ गाउँ अग्रतासहित 8 अंक ल्याउन सफल छ भने आयोजक 7 आयोजकको खेलाडीबाट देखा बाहिर प्राप्त जसको फाइदा नयाँ गाउँ 2 अंकको अग्रतासहित 9 पुर्याउन सफल छ भने आयोजक 7 दुवै तर्फको उत्कृष्ट स्पाइक तर उस्तै डिफेन्स र यति बेला आयोजकको खेलाडीबाट उत्कृष्ट स्पाइक तर रेखा बाहिर। अंक थप्ने क्रममा नयाँ गाउँले 3 अंकको अग्रता सहित 10 पुर्याएको छ भने आयोजक 7 उत्कृष्ट स्पाइक सहित अंक थप्ने क्रममा आयोजक 8 नयाँ गाउँ 10 अझै पनि नयाँ गाउँलाई 2 अंकको अग्रता। यति बेला सर्भिस लाग्न पुगेको छ आयोजक 9 नयाँ गाउँ 10 खेलाडीको हौसलाको लागि
गगन स्टोर्सबाट ब्लक माथिबाट अटेक लाइन भित्र हान्ने खेलाडीलाई नगद रु 500 दिने घोषणा गर्नुभयो। मलाई तान्नु मन त गइन्छ गरे हैन त दुईटा गयो नि मलाई तान्नु मैले ताने म त्यो त तान्छु मैले राखेको जाथे उत्कृष्ट बोलर आयोजकबाट र खेललाई बराबरीमा फर्काउन सफल खेल 10 को बराबरीमा। यति बेला प्रथम स्थानका लागि नयाँ र आयोजक बीच घम्साघम्सी चलिरहेको छ। दुवै टिमका खेलाडीबाट उत्कृष्ट प्रदर्शनी। दुवै तर्फबाट उत्कृष्ट स्पाइक सँगसँगै उत्कृष्ट प्रदर्शनी र आयोजकबाट उत्कृष्ट स्पाइक सँगै 1 अङ्कको अग्रता। आयोजक 11 नयाँ 10 छुनै दिएनन्। रात परोका दिउँसा अझै रमाइलो हुन्थ्यो। स्पाइक आउटसँगै आयोजक 2 अङ्कको अग्रता सहित 12 नयाँ 10। मेरो यार चल्ने लाइफ यार टेन्सन पर्यो एमबी थोरै 500 एमबी त चल्न पर्यो हो यार उत्कृष्ट अपराध गर्दै आयोजक 3 अङ्कले अगाडि। आयोजक 13 नयाँ 10। सर्भिस जालीमा नयाँ पनि 1 अङ्क थप्दै 11 आयोजक 13। उत्कृष्ट अपराध आयोजकको भाइबाट आयोजक 1 अङ्क थप्दै 14 नयाँ 11। र यति बेला हामी यस्तो अध्ययनमा पनि घरेलु समर्थक तथा दर्शक महानुभावहरूको साथ हामी देख्न सक्छौँ। अङ्क जोड्ने क्रममा नयाँ 12 आयोजक 14। आयोजक अझै पनि 2 अङ्कले अगाडि छ। उत्कृष्ट स्पाइक जर्सी नम्बर 3 आयोजकका खेलाडी र यो अङ्क थप्दै आयोजक 15 नयाँ 12। पठाले यार स्पाइक बाहिर र नयाँ यति बेला 14 अङ्कमा छ भने आयोजक 15 अझै 1 अङ्कले आयोजक अगाडि। र उत्कृष्ट प्लेसँगै अङ्क जोड्ने क्रममा आयोजक 16 नयाँ 14। यति बेला आयोजकको खेलाडीबाट थोरै
रोटेसन बिग्रिनु पुगे र फाइदा नयाँ गाउँ 15 र उत्कृष्ट स्पाइक सँगै अङ्क जोड्ने क्रममा आयोजक 17 नयाँ गाउँ 15 अघि दिएकै केटाहरूले 17 बना उत्कृष्ट स्पाइक आयोजकको खेलाडीबाट अङ्क जोड्ने क्रममा आयोजक 19 नयाँ गाउँ 17 कुस्ती केटा आउर इनकी कता अङ्क जोड्ने आयोजक 21 नयाँ गाउँ 19 र ब्लक माथिबाट अट्याक लाइनमा पुराल गर्ने खेलाडीलाई गगन स्टोरबाट नगद रु 500 पुरस्कारको घोषणा भएको छ। फाइनल खेलमा यदि कोही खेलाडी बन्दैन त उक्त पुरस्कारको भागीदार अङ्क जोड्ने क्रममा नयाँ गाउँको खातामा 20 छ भने आयोजक 21 एक अङ्कको अग्रता अझै पनि आयोजकलाई। उत्कृष्ट ब्लक यति बेला नयाँ गाउँको खेलाडीबाट खेल बराबरीमा 21 बराबरीमा चलिरहेको छ। र पुनः उत्कृष्ट ब्लक गर्दै नयाँ गाउँ अङ्क थप्ने क्रममा 18बाट त्यहाँ लगातार कुदिएका नि केहीमा यिनीहरूलाई भोलि चाहिँ खेता नारेर जुत्नु पर्यो यार। यसो लिएर आउनुपर्छ माछा त्यहाँबाट भन्दिनलाई आउट पनि हाने। यस खेलको समाप्ति लगतै हामी सामूहिक नृत्य सञ्चालन गर्ने हुँदा सामूहिक नृत्यमा भाग लिने टोलीले पालो निर्धारणका लागि बोला
गर्दा यस मञ्चमा सम्पर्क राखिदिनु होला। र अङ्क जोड्ने क्रममा नयाँ गाउँ 23 आयोजक 21 लगातार दिएका अङ्क जोड्दै नयाँ गाउँ अन्तिम बल 24 पुर्याउन सफल भएको छ भने आयोजक 22 आयोजक 23 नयाँ गाउँ 24 कोखा ला इन्डिकेटर त जिनका व्यक्ति ने आना नहीं आ खतरा ही सर आयोजक समर्थकको ढुकढुकी यति बेला आयोजकका खेलाडीमाथि आयोजकलाई मात्र 2 अङ्क सफल भएको यस खेलको विजेता बन्नेछ र नयाँ गाउँले जिल्लामा पूर्ण फाइनल खेल हुनेछ। नयाँ गाउँ जित्यो भने पछि त फेरि फाइनल खेल र हामी यस खेलको समाप्ति लगेकै सामूहिक नृत्य सञ्चालन गर्ने पछि त हुन्छ त्यो सामूहिक नृत्यमा नयाँ गाउँ यिनै टिम यिनीहरूले गरे भने उनीहरूले गरे सकियो। यिनीहरूले जित्यो भने खेल्ने हो, उनीहरूले जित्यो भने सकियो। आयोजककार टोलीबाट एकजना गोलफलाको लागि यस स्टेजमा सम्पर्क राखिदिनु होला। आयोजकसँगै हामी देख्न सक्छौँ समर्थकको साथ आयोजकलाई आयोजक 25 नयाँ गाउँ 24 उत्कृष्ट रेफ्रीको इशारा हामी देख्न सक्छौँ यति बेला खेल सकिएको छ र घरेलु मैदानमा घरेलु टोली नै विजेता बन्न सफल भएको छ भने द्वितीय स्थानको लागि नयाँ गाउँ अब कोही खेल्ने अब भने हामी ढिला नगरी छैनन् सामूहिक नृत्य प्रस्तुत गर्ने हुँदा सामूहिक नृत्यमा भाग लिने टोली त्यो गाई चाहिँ हिजो आउँदा चाहिँ अब अँध्यारो भइसकेको थियो म्याचहरू हेर्ने बेलामा अँध्यारो भइसकेको थियो त्यही भएर चाहिँ अब हिजो इन चाहिँ ब्लग इन गर्छु भनेको पाएन हतार भयो आएर अनि अँध्यारो भयो त्यस्तै भयो त्यही हो गाइज अब ब्लगहरू चाहिँ बिस्तारै बिस्तारै आइरहेको छ आई होप यु हेभ इन्जोय इट है अब जस्ट धेरै भलिबलको मात्र थियो त्यस्तो अरू केही पनि थिएन ड्रोन सटहरू हानेको थिएँ भलिबल म्याच चाहिँ राम्रै भएको थियो मैले राखिदिएको छु त्यही हो गाइज अब भ्लगहरू बिस्तारै बिस्तारै आइरहेको छ आउँदै गर्छ त्यही हो अब अरू कुराकानी चाहिँ नेक्स्ट ब्लगमा गरौँ ल त्यही हो सी यु नेक्स्ट ब्लग टाटा बाई बाई टेक केयर